हरेक बिहेभियरको अगाडि एउटा कारण हुन सक्छ। त्यसै गरी अटिजम भएका व्यक्तिहरूमा पनि यी कमन सङ्केतहरू हुन सक्छन्, जस्तै आई कन्ट्याक्टमा कमी, रिपिटेटिभ बिहेभियर, सोसियल इन्टरेक्सन गर्न गाह्रो हुनु। अटिजम एउटा न्युरोडेभलपमेन्टल अवस्था हो जसमा व्यक्तिको सोच, व्यवहार र सामाजिक अन्तर्क्रियामा असर देखा पर्दछ र यसै विषयभित्र रहेर हामी महत्त्वपूर्ण विषयभित्र छिर्न लागिरहेका छौँ। अटिजम भएका व्यक्तिहरूमा राइट सपोर्टको अति नै आवश्यक हुन्छ, जस्तै फ्यामिली सपोर्ट, फ्रेन्डली इन्भाइरोमेन्ट र थेरापीहरूमा पनि बिहेभियर, स्पिच थेरापी। अब हामी एबीएको बारेमा कुरा गर्दैछौँ अलि डिटेलमा। एबीए भनेको एप्लाइड बिहेभियर एनालाइसिस हो। यसले अटिजम भएको बालबालिकाहरूको बिहेभियरलाई बुझ्ने र सुधार गर्ने प्रक्रिया हो। जस्तै पोजिटिभ बिहेभियर, यदि बच्चाले पोजिटिभ बिहेभियरहरू देखायो भने उनीहरूलाई रिवार्ड, प्राइज र स्याबास दिने र नेगेटिभ बिहेभियरहरूलाई कम गर्दै लैजाने। एबीएमा के सिकाइन्छ त? जस्तै बच्चाहरूलाई कुराकानी गर्न सिकाइन्छ, साथै सोसल स्किलहरू र एक अर्कामा आई कन्ट्याक्ट गरेर बोल्न सिकाइन्छ, साथै सोसल स्किल सँगसँगै डेली एक्टिभिटिजहरू जस्तै खाना खाने, लुगा लगाउने जस्ता कुराहरू सिकाइने गर्दछ। यो एबीए किन इम्पोर्टेन्ट छ त? यसले बच्चाहरूलाई इन्डिपेन्डेन्ट हुन हेल्प गर्छ, उनीहरूको कम्युनिकेसन स्किल डेभलप हुन्छ र बिहेभियर पनि बेटर हुँदै जान्छ। एबीए थेरापीले बच्चालाई चेन्ज गर्ने होइन, उनीहरूको पोटेन्सियल डेभलप गर्न हेल्प गर्छ।